हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज। के छ खबर, के गर्दै हुनुहुन्छ है? जे जस्तो अवस्थामा रहे तापनि राम्रोसँग बस्नुहोला, आफ्नो ख्याल गर्नुहोला भन्दै आज नयाँ दिन नै यहाँ भलकको साथमा म तपाईहरुसँग उपस्थित भइसकेको छु। र साथीहरु, आज चाहिँ म एकदमै हतारमा छु, किनभने हाम्रो स्कुलमा एकदमै ठुलो भन्दा ठुलो कार्यक्रम छ। त्यही भएर आज म स्कुलतिर जाँदैछु साथीहरु। अनि छिट्टै जानु पर्ला भनेको थिएँ नि त। अनि घरमा भैँसी बाख्रालाई घाँस हाल्नु पर्यो, अनि आफू तयार भएर हिँड्दा यति बेला भयो साथीहरु। अनि यहाँ मेरो दुईवटा भाउजू हुनुहुन्छ, अनि मेरो भाउजू दुईटै भाउजू हिँड्नु भएको छ अगाडि अगाडि। अनि मेरो पुन्तु अनि त्यसपछि जाँदैछु साथीहरु। अनि आज हिजो पनि थियो कार्यक्रम र हिजो चाहिँ म जान भ्याइनँ। अनि हिजो केही व्यस्तताको कारणले जान सकिनँ। अनि आज चाहिँ हिँड्दैछु साथीहरु। के हुन्छ कस्तो हुन्छ देखाउन मिलेछ भने म तपाईहरुलाई देखाउने छु। हुन त सबैको आफ्नो आफ्नो पर्सनल लाइफ हुन्छ है, कसैलाई देखिन मन लाग्ला भिडियोमा, कसैलाई नलाग्ला त्यो अलग कुरा हो साथीहरु। त्यही पनि मिलेछ भने म तपाईहरुलाई देखाउने छु, हेर्दै गर्नु होला है त। हामी जाँदैछौँ। भाउजू नानी बोकेर उकालो मुख टिनिक टिनिक गर्नुभयो दुईटा भाउजू। म चाहिँ ब्याक्ल्याक गर्दै हिँड्छु गाइज, जाँदैछु। म पुगेपछि देखाउनु मिलेछ भने म तपाईहरुलाई देखाउने छु है त गाइज, हेर्दै गर्नु होला है त। दुईटै भाउजूले त हेर्नु न, शान्ति भाउजू हाई गाइज भनिदिनु त। हाई गाइज ल, कमला भाउजूले ल हाई गाइज। अनि हामी जाँदैछौँ। नानी बोकेर आउनुभयो, तर मभन्दा त भाउजू एकदम बलियो हुनुहुन्छ, केही थ्याले भए होइन। बल्ल एउटा नानी पाउनुभयो साथीहरु। म चाहिँ बल्ल आएँ स्कुलमा, देख्न सक्नुहुनेछ स्कुल। अनि स्कुल उता भित्रपट्टि कार्यक्रम छ, जाँदैछौँ छिर्दैछौँ गाइज। अनि एकदम रमाइलो हुँदैछ भन्ने कुरा सुनेको छु, हेरौँ के छ कस्तो छ है। गएर त्यहाँको माहौल हेरौँ है त। ए बाउजूले फेरि यहाँ लुङ्गी फुकेर बनाउँदै हुनुहुन्छ गाइज शान्तिले। अनि मेरो चाहिँ खोइ ठिकै छ जस्तो लागेको र साथीहरु। ल शान्तिले चाहिँ लुङ्गी बना। बाबु चान्या कहाँको मेरो दादा कहाँको? हाई गाइज। यति ज्ञानी सक्यो मेरो पुन्टी त थाहै छैन कसैलाई नि। ल यता हेरिदेऊ, यता हेरिदेऊ। हाई बाई। ओहो दामी देखे हौ, दामी। एस कति खुसी हुन्छन् भाइ, आज झन् खुसी छन् विद्यार्थीहरू। कोही कोही बाहिर निस्किया जस्तो छ। आइसक्यौँ। हाई गाइज, खै त नि ल ल बच्चा बच्चीले छिटो रुन आउनु भन्नुभएको छ। आजको सरले चाहिँ कहिले हँसाउने कहिले रुने गर्नुहुन्छ अरे साथीहरु। त्यही भएर हामी जाँदैछौँ, हेर्दै गर्नु होला है त। स्कुलमा आइसकेको सानो आज त के तपाईँ है मैले गल्ती गरेँ पनि भन्नु होला है बुवा भनेर। सबास गाउँ आमा अध्यक्षज्यूलाई पनि लगाइदेऊ, सबास। धेरै धेरै धन्यवाद छ। यो पल लगाइदेऊ मम्मीलाई एउटा मम्मी झन्नै हजुर आइदिनु भयो। हजुर नआएको भए त मैले माला लगाइदेऊ छ कि आमाको मनमा कस्तो हुन्छ होला लगाइदेऊ। यो अहिले चाहिएको तालु बजाइदिनु ल, यो अहिले चाहिएको। मानिसको जीवनमा दुःख र सुख चलिरहन्छ। देख्न सक्नुहुनेछ साथीहरु यहाँ विद्यालयको माहौल। अनि आफ्नो आफ्नो बालबच्चाले आफ्नो आमालाई आमा बाबालाई सम्मान गरेर जा
गाडी गएर फिल्ममा पनि यो मेरो घाँटीमा सुहाउँदैन माला म त एक दिनको यात्री हो सम्मान छ आज हेर्नु छोरीको अवस्था यहाँ त्यसैले मानिस पढेर जाने मैले पनि मेरो बाबालाई यसरी सम्मान गर्न पाएको भए हेर्नुहोस् छोरी बाबा के रहेछ थोडा आदर्शज्यू मन रोएको छ मस्तिष्क रोएको छ एउटा कुर्सी ल्याइदेऊ बाबु भनेर बसाल्यो खाना हामी कार्यक्रम सकाएर पनि साथीहरू खाजासाजा खाइसक्यौँ अनि अब चाहिँ भाँडा धुने कार्यक्रम छ विद्यार्थी भाइ बहिनीहरूले है सबैले अनि यता फेरि यहाँ पानीको भाँडा खसेर लिन जाँदैछन् छोरीले अनि राम्रोसँग लिएर आऊ फेरि लोटौला भाँडा गुल्टे रहेछ ओहो ल अनि साथीहरू अनि मेरो छोरीले नि पुरा फुलमाला लगाएको छन् यता हेरिदेऊ हाई गाइज भन्ने अनि मेरो छोरी एकदमै खुसी भएको छ अनि हामीलाई पनि एकदमै रमाइलो लाग्यो आजको कार्यक्रमले एकदम राम्रो राम्रो कुरा सिक्यो राम्रो कुराको अनि कहिले पनि नसुनेको शब्दहरू पनि सुनियो अनि आफूलाई थाहा नभएको कुराहरू पनि थाहा भयो है अनि एकदमै टाढाबाट आउनुभएको थियो सर अनि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है अनि साथीहरू अब चाहिँ हामी घरतर्फ लाग्नुपर्ने हुन्छ अनि यता यसो घाम रहेछ अनि त्यही भएर यता घामतिर बसेको हो साथीहरू अनि अब चाहिँ एकछिनमा जानुपर्ने हुन्छ घरतिर अनि भैँसी बाख्रा बाहिर सारेर आएको नि त अनि त्यही भएर गएर भैँसी बाख्रा तुर्नुपर्ने हुन्छ भित्र है साथीहरू अरू त के भनौँ अब एकछिनमा हामी यहाँबाट हिँड्छौँ चाहिँ अब यहाँ के अरे सरहरूलाई बिदाई गर्ने कार्यक्रम सुरु भएको छ अब सरहरू जान लाग्नु भएको छ देख्न सक्नुहुनेछ सरहरूको अलरेडी गाडी यता छ अनि यता सबै रमाइलो भएको छ यहाँ देख्न सक्नुहुनेछ अब सरहरू लाग्नु भएको छ जान थाल्नु भएको छ अनि बिदाई गर्न लाउनु भएको छ सबै विद्यार्थी भाइ बहिनीहरूले शिक्षकहरू सबै मिलेर ओहो सरलाई त रातमण्डल बनाइदिनु भाउजी यति नछेक्नु त भाइको कोटले छेको ल सर ल जान लाउनु भयो सर देख्न सक्नुहुनेछ जाँदै हुनुहुन्छ एकदम रमाइलो भयो अनि धेरै कुरा सिक्यो जान्यो पनि मेरो भिडियोमा आउने आज मेरो साथीसँग भेट भएको छ गाइस पहिलो दिन आज यहाँ फोटो खिच्ने कार्यक्रम रहेको छ साथीहरू देख्न सक्नुहुनेछ ओखो मान्छेको भिड त कुरै नगर्नु आज त अनि विद्यार्थी भाइ बहिनीहरू यता हुनुहुन्छ ल त ल राम्रो जाऊ है ल त नि यता सानो ल अब सर चढ्दै हुनुहुन्छ गाडीमा जान थाल्नुभयो सरहरू बस्नुभयो गाडीमा बाहिरबाट फुलले पर्सिँदैछन् अझै विद्यार्थी भाइ बहिनीहरूले पुरा गाडी त ओहो
फुल्लै सजेको छ है गाइस वहाँ पारीबाट पनि मान्छेहरू ओहोरदोहोर गर्नुभएको छ ल जानुभएछ साथीहरू सब पनि जानुभयो एकदमै रमाइलो भयो र आजको कार्यक्रम के लाग्यो कस्तो लाग्यो त्यहाँ पनि प्रतिक्रिया दिन नबिर्सनु होला साथसाथै मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई बिदा हुन्छु बाई बाई।